मैले चाहिँ आज दोस्रो भ्लग बनाउँदैछु। हामी चाहिँ भोलि घर जान लागेको छु, त्यही भएर हामीले खाना छोडेर हामीले आज अन्डा बनाउँदैछौँ। हेर्नुहोस् गाइज, हामीले चाहिँ चाउचाउ बनाउँदैछौँ। चाउचाउ खै पानी त कतिखेर उमाल्ने हो थाहा छैन, त्यही पनि ओभर भइरहेछ चाउचाउ। किचनको हालत चाहिँ यस्तो भइरहेछ घर जाने सुपले गर्दा। यो चाहिँ चल्ली हो। अनि हाम्रो चाहिँ फ्रिजमा केही छैन, हामी भोलि घर जाने भनेर सकायो। के ल्याएर आएको गाइस? र अहिले यहाँ सुनसान छ, सबै सुतिसक्यो। हामीलाई चाहिँ भोलि घर जाने भनेर निन्द्रै लागेन, सबै सुतिसक्यो। एउटा यो चाहिँ पसल बन्द रहेनछ, नत्र प्रायः जस्तो सबै पसल यिनी बन्द भइसके। I'm very excited. म भोलि घर जाँदैछु। दादा नाच्न लाग्यो पनि चाहिँ मेरो मोबाइल खाना खाँदै हुनुहुन्छ। खाना नखाने भने चाहिँ किन भात खानु? हामीलाई चाहिँ उतापट्टिको एउटा आन्टीले ल्याउनु भएको थियो भात चाहिँ, तर हाम्रो चाहिँ यहाँ मासु रहेछ। यो चाहिँ मेरो दादाको डान्स हो, नेपालको टप डान्स। यस्तो छ भोलि घर जाने भनेर मान्छेहरू आफ्नो आफ्नो तालमा छन्। पानी खान्छ अनि यहाँ छ सेम दादा केटी जस्तो देखिनु नाच्नु नि केटी जस्तो केटी नाच्नु लड तान्ने पो है दादा त्यस्तै लडे तान्ने। नाइ म जान्न, मबाट यस्तो काम भिखारी मान्छे मात्र थाहा छ। यति तामाङको खान्छ। अब चाहिँ दिदीले चाहिँ छिटो गर हेर्नुहोस् गाइजहरू मैले खाएँ। खाइरहेनु चिसो पार्ने बुन्दा के यहाँ के ल्यायो यो ढुङ्गा त के यो जुन मान्छे देख्यो भने जुन भिडियो बनाउनु गाइजहरू अब चाहिँ दिदीले चाहिँ मिसिङ गर्नुहुन्छ। मैले चाहिँ सबै काम गरेर कचरी क्याट काटेर राखिसकेको छु। अब चाहिँ दिदीले मिल्नुहुन्छ गाइजहरू। अनि चम्चा पनि छ, दिदीले अझै यस्तो गरिसकेपछि हामी अन्डा काम लाग्छ र गाइजहरू।
ल अन्डा बनाएपछि मैले बनाएँ गाइसहरु अब चाहिँ खानियो हामी चाहिँ बनाइसकेको छौँ मिठो छ किरण दाले अहिले ल्याएको धेरै खान्छ मलाई अन्डा तेरो खाऊ है अलिक ऊ होला नाफा मुखबाट किल्यो भने त्यो हाँसला इडियट गर्ल कस्तो पिरो रहेछ बच्चा हाम्रो पानी डिउ दे त डिउ खान्छु ल्याउनु छ त ल्याउनु त म डिउ खान्छु छत्तरमा बिस्तारै खानु कोही त खानै नपाए त खाँदा रहन्छ यो सक्नुपर्छ है कस्तो पिरो के अन्डा खान्नै ना बहिनी दुईवटा लगेर छ ल चुम खायो अब म खान्छ है यति राख्छ मर्छु कि अब यिनीहरू पानी हालिदिनु न छिटो उयो छ त छिटो मिठा पानीको च्यालेन्ज हो अब तपाईँ ल्याइदिनु न डिउ ल्याइदिनु ल अनि केसरी पनि चोधिरहेको छु चोध्नु केसरी मम्मी मैले कति बाबु किन पछि लाग्ला जो जित्दैन त्यो मुइतिर मात्र जिन्दगी व्यर्थ छ है बाटुली त्यस्तो हात झगडा त्यो कोही बेला पो के हुन्छ हेर्नु त्यो नगर जुटो त्यस्तो जुस नआएर के नगर क्या टमाटर खाऊ उता गरे हात क्यामेरा राजका टटीहरू बिस्तारै खाऊ यस्तो मुनि राख्छ यस्तो मुख है बिस्तारै बिस्तारै खान्छ आइ म देख वाह ओइ छ त्यो अन्डो त्यो कसको बुनिन्दी आधा जुन जोडिन्छ साली किनभने एक शब्द यस्तो यस्तो बोल्यो कसम यति खाइमानु पऱ्यो यो बाँडिदिने भने पनि हो सिधै भुलमा लाख हुन्छ नखाना गरेर दिने पहिले खानु परेन अहिले फेरि नुन बाँड्नुपर्छ त त्यही पनि न बिचरा भविष्य गाईहरू अनि भोलि चाहिँ यस्तो गरेर लग्यो भने हाम्रो सास बुझिन्छ दिदी आधा कटाएर भोलि चुरी होइन पानी हाल हामी ध्यान खा पात्दै छाड्दै ग्यास्ट्रिक भएलाई औषध दिनुहुने गाईहरू खानुहोस् मेरो चाहिँ लिपस्टिक नै लाग्छ क्या लिपस्टिक मेरो मलाई चाहिँ यो कतिखेर मजा आएन खान सुरुमा त अनि लास्टै खाइलाग्नु थियो त खाइहाल्दैन हामी चाहिँ चारजनाले लागेर भ्याउनु पर्ने हुन्छ बाहिर भयो सायद हाम्रो घरमा जम्पुर मात्रै छ भोलि जन्डिस लाग्छ भोलि लाग्छ जन्डिस
छत्तामा बिस्तारै खानु कोही त खानै नपाए त्यो खाना राख्दा यो सक्नु पर्छ है कस्तो पिरो के अन्डा खानै ना बहिनी 2टा लगेर छ ल चुम 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 खायो अब म खान्छ है यति राख्छ मर्छु कि अब यिनीहरू पानी हालिदिनु न छिटो उयो छ त छिटो मिठा पानीको चाहिन्छ अब तपाईँ ल्याइदिनु न दिउँ ल्याइदिनु ल अनि केसरी पनि सोधिरहेको छु सोध्नु केसरी ओके गर्दा छोटो नानी मम्मी मैले कति बाबु किन पछि लाग्ला जो घिच्दैन त्यो मुइतिर मात्र जिन्दगी व्यर्थ छ है बाटुली यस्ताहरू त गरेर त्यो कोही बेला पो के हुन्छ हेर्नु त्यो नगर जुटो त्यस्तो जुस नगर के नगर क्या टमाटर खाऊ उता गरे हात क्यामेरा राजका प्याटिङहरू बिस्तारै खाऊ यस्तो मुनि राख्छ यस्तो मुख है बिस्तारै बिस्तारै खान्छ आइ म देखेँ वा ओइ छत्यो उन्दो त्यो कसको बुनिन दिए आधा जुन जोडिन्छ सालिनी किनभने एक शब्द यस्तो यस्तो बोलेको मेरो टाउको नुन लगाइदि कसम यति खाइमानु पर्यो यो बाँडिदिने भने पनि हो सिधै भोलि बिहान लाग्नु नखाँदा गरेर दिन पहिले खानु परेन अहिले फेरि नुन बाँड्नु पर्छ त त्यही भएन बिचरा भविष्य चाहिँ गाईहरू अनि भोलि चाहिँ यस्तो गरेर लग्यो भने हाम्रो सास बुझिन्थ्यो दिदी आधा कटाएर भोलि छुरी होइन पानी हाल हामी धेर खा पात्दै छाड्दै ग्यास्ट्रिक हुँदै औषध दिनुहुने गाईहरू एउटा बाउला चाहिँ खानुहोस् सु मेरो चाहिँ लिपस्टिक नै लाग्छ क्या लिपस्टिक न मेरो मैले चाहिँ यो कतिखेर मजा आएन खान सुरुमा त अनि लास्टै खुवाइलाग्नु त्यो चट्ट खुवाइहाल्छु हामी चाहिँ 4 जनाले लागेर भ्याउनु पर्ने हुन्छ बरु के अहिले चाहिँ डगर खाऊ बाहिर हेर्नु दाइया राम्न भएन भयो आज हाम्रो घरमा जम्पुर मात्रै छ भोलि ज्यान्डिस लाग्छ भोलि लाग्छ जन्डिस सामान छ कि बाब्रे ए झोला मात्रै हो अरू के छैन रिस्ता कता गयो होइन भविष्य कस्तो मजा आयो के हामी आफ्नो घरमा जान लागेको छु हामी चाहिँ 5 बजे आएको 8 बजे ल्याएको छ अहिले किनभने चाहिँ त्यसै बसिरह्यो हामी नास्ता पनि खाम बसी हामीलाई गर्मी भयो भाइले पनि अनि हिमकिरण दाइ चाहिँ दिउँसो त पहिला उसको बेला जङ्क खाँदै हुनुहुन्छ हामीले खानु है हामीले त अब भात मात्रै खान्छौँ है अर्ग्यानिक चिज मात्रै खान्छौँ होइन हामीले
फिस्ताले पनि खाइन्छ सिधै एकछिन